नमस्कार साथीहरू, म दिनेश विश्वकर्मा। मैले यो भिडियो विदेशबाट बनाइरहँदा मलाई धेरै नै दुःख लागेको छ। हामी नेपालीहरूको भाग्य भनौँ कि दुर्भाग्य भनौँ, न हामीलाई देशमा सुख छ न परदेशमा। हरेक दिन हजारौँ युवाहरू हातमा पासपोर्ट बोकेर आँखामा सपना लिएर विदेश जाने गर्छन्। तर आखिर किन जान्छन् त यस्तो देशमा जहाँ भाषा फरक छ, धर्म फरक छ, संस्कृति फरक छ, तर पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरू काम गर्न जान्छन्। पैसा मात्र त्यो कारण हो कि केही अरू गहिरा पीडा पनि लुकेका छन्? आउनुहोस् आजको भिडियोमा बुझ्नेछौँ हामी। नेपालमा जनसङ्ख्या वर्षेनी बढ्दो छ, तर रोजगारी छैन। सरकारी होस् या निजी क्षेत्र, दुवैमा सीमित अवसर मात्रै छ। जुन सिटमा 20 जना मात्रै आवश्यक हुन्छ त्यहाँ 2000 जनाको आवेदन परेको हुन्छ। एकजना साथीले भन्छ, मैले 3 वर्ष पढेँ, अब 3 वर्ष काम खोज्नमा लगाउने हो हजुर, नेपालको यथार्थ यही हो। धेरैजसो युवाको जवाब हुन्छ, नेपालमा रोजगारी छैन, अवसर छैन, दुई चाक टार्नको लागि भए पनि विदेश जानै पर्ने हुन्छ। यदि नेपालमा काम छ भने पनि तल 15 देखि 25 हजारसम्म मात्रै हुन्छ। यतिले त घर भाडा, खाना पिउन र पढाइ खर्चमै ठिक्कै हुन्छ, बस्ने त कुरै हुँदैन। यदि त्यही युवा साउदी, मलेसिया, दुबई, कतार गयो भने महिनाको 1 लाखसम्म कमाउँछ। यो तथ्य बुझ्न गाह्रो छैन, तर पैसा नहुनु भनेको नसोचेको सपना मार्नु जस्तै हो। शिक्षाको कुरा गर्दा नेपालको शिक्षा प्रणाली अझै पनि किताबी ज्ञानमा सीमित छ। विदेशी विद्यालयमा भने विद्यार्थीहरूसँग आधुनिक प्रयोगशाला, स्कलरसिप र अन्तर्राष्ट्रिय अनुभव हुन्छ। त्यही भएर नेपाली युवाहरू सोध्छन्, यहाँ बसेर काम छैन, यदि बाहिर पढाइ गरियो भने काम सँगसँगै जागिर पनि पक्का हुन्छ। नेपालको राजनीति बदलिँदै जान्छ, तर युवाहरूको भविष्य भने स्थिर छ। हरेक 2-3 वर्षमा राजनीति फेरिन्छ, नयाँ नीति बन्छ, तर लागू भने कहिले पनि हुँदैन। नेपालका एकजना विद्यार्थीले गजबको मन छुने कुरा भनेका छन्। उनले भनेका छन् कि म पढ्न त पढिरहेको छु, तर मेरो देशकै भरोसा छैन, जागिर मिल्छ कि मिल्दैन। जब योग्य व्यक्तिले देश छोड्छ तब देशको कुशल जनशक्ति घट्छ, देशका विकासका गतिहरू सुस्त हुँदै जान्छन् र पछाडिका युवा पिँढीले पनि यही सोध्छन् कि यहाँ बसेर केही काम छैन, मैले पनि विदेश नै जानुपर्छ। यो विदेश पलायन प्रतिभाको चक्र हो। यो चक्र अहिले नेपालमा तीव्र गतिमा घुमिरहेको छ। के विदेश जानु एक मात्र विकल्प हो त? विदेश जानु विकल्प हो, तर एक मात्र होइन। नेपालमा पनि धेरै युवाहरूले कृषि, व्यापार, व्यवसाय, सञ्चार प्रविधिमा धेरै व्यक्तिहरू सफल भएका छन्। कसैले ई-कमर्स चलाएका छन्, कसैले IT कम्पनी खोलेका छन्, कसैले पर्यटन र जडीबुटी क्षेत्रमा क्रान्ति ल्याएका छन्। यदि इच्छा शक्ति, योजना र सहयोग हुने हो भने नेपालमा पनि सम्भावना धेरै छ। यदि सरकारले युवाहरूलाई कौशल तालिम दिने हो भने, स्वरोजगारका लागि सस्तो ऋण दिने हो भने, कृषि, अनुसन्धान र व्यावसायिक क्षेत्रमा लगानी बढाउने हो भने युवाहरू देशमै बस्नेछन्। युवाहरू जति आत्मनिर्भर हुन्छन् उति नै देश विकसित र बलियो बन्दै जान्छ। साथीहरू, विदेश जानु गल्ती होइन, तर त्यहाँ मात्र भविष्य छ भन्नु त्यति राम्रो होइन। नेपाल हाम्रो देश हो। यहाँको माटो, यहाँको जनशक्ति, यहाँको विकास र यहाँको भविष्य हामीले निर्माण गर्नुपर्छ। तपाईँलाई के लाग्छ, नेपालमा बसेर सफल हुन सकिन्छ त? तपाईँको विचार के छ कमेन्ट गर्न नभुल्नुहोला र भिडियो मन परे लाइक, सेयर, सब्स्क्राइब गर्न पनि